हेलो गुड मर्निङ। आज दसैँ पछिको सानो दसैँ चैते दसैँ छ। आजको दिनमा हाम्रो गाउँमा चाहिँ माछाहरू मार्ने र माछाको बलि दिने काम हुन्छ। त्यो भएर अलमोस्ट गाउँको सबै एउटा घरको एउटाजना चाहिँ माछा मार्न आइरहेका हुन्छ। लेट्स सी खोलामा के कस्तो छ। म त भर्खर उठेँ, घाम लागिसकेको छ है। मान्छेहरू टन्नै खोलामा गइसकेको छ। हेरौँ अन द स्पोट भ्लग बनाउँदैछु। किप वाचिङ। आज हल्का भए पनि रमाइलो देखाउनेछु आफ्टर लङ टाइम है त। ओ के छ बबाल ल हेर्ने र किन ल्यायो माछा हाल्नको लागि। ल ठिक छ। ल ल ल पक 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 मारी ए ल हेर्नु माछा ठुलो रहेछ। म पनि तयार पानीमा हात हाल्नु पर्यो के हुन्छ। अरू कुनै खासै माछै चाहियो। कति गरेर आउने मुनि राख्दैमा 3 गरेर आउने यता बोइरहेछ ओ छोन माछा छुन आएन। हातै भित्र सिद्धन क्या हातै भित्र सिद्धन माछा भित्र हिलौँ न यार माछा। हालसम्म म चाहिँ माछा मार्न सफलता भएको छैन। ओ भिनासिरी माछा कितना मिला है 1-2 मच्छी मिलता नहीं है। मच्छी के लिए बहुत परिश्रम करता हूँ। परिश्रम करता है आप, करके भी नहीं मिल रहा है ना। हाँ एक मिल गया। हाँ चलो चलो चल 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 निकलो। हाँ यार सही है। छोटा है लेकिन अच्छा है। बहुत बढ़िया है। छोटा है लेकिन बढ़िया है। हाम्रो चाहिँ सिस्टममा यस्तो हुन्छ। हाँ बिस्तारै पकड़ लो। मच्छी ढंग से निकालो। ढंग से मच्छी का दाम है वो। धामी है मच्छी का। इतने हाथ लगते हैं कितना जगह थे वो ना ल ठीक छ ल। यहाँ कस्तो छ खै एकछिन व्यवस्था हेरौँ। व्यवस्था त्यही बाहेक अर्कै छैन। ल अर्को निकाल्यो अहिले। ओइ किन जानु का मोरगु कि माछा चोटमा कठाई सबिनेले 20-30 मारिसक्यो क्या खै कतिवटा छन् 5-6 भए त भएको नि। क्या ह्यास्टै धेरै माछा भयो यार। ठिक गर्छ दिन म रोसन दे। अरे दाइ प्रत्येक घर एक पनि हुँदा 2-2 भइसक्यो।
ठुलो पर्छ त कता माछा यतै मात्रै हुन् मेरो दाइ सबै यतै हुन् क्या अब बचाउनको लागि अरू कसो कुन हुन्छ यसमा माछा मार्ने कार्यक्रम सकिसकेको छ जस रमाइलो भयो होइन अब पानी ढल्काइदिनुपर्छ माछाको लागि सेफ्टी ठाउँ राखिदिएको छ अर्को वर्ष पनि त्यहाँ हुन्छ नि ल हान्दै 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 हुन्छ ल माछाको जय होस् मेरो भए होस् नभए नहोस् भन्दै आज बिदाई गरियो है त कति मान्नुभयो तपाईँले मैले 3वटा ठुलो कि सानी ठुला पनि सानो हुने यस्तै चाहिँ हो बड्डो एकदम कडा हुन्छ ए त्यो म साँच्ची ए ल ल म त खराब बोल्नुभयो भनेर ल ठिक छ सो गाइस चैते दसैँलाई चाहिँ अब माछाको बलि दिने चलन चाहिँ हुन्थ्यो त्यो चाहिँ अब माछा पुरा भएको छ अब बलिसली दिएर गाउँठाउँको रीतिरिवाज अनुसार के गरिन्छ होला म चाहिँ छोटो मिठो माछाको भलक चाहिँ बनाएँ सबैजना आफ्नो बाटो लागिसकेको छ म पनि आफ्नो बाटो लागिसकेको छु र अब खानासाना खाएर कार्यक्रम चल्छ सानो गाउँको मेला महोत्सव जस्तो त्यो हेरेर इन्जोय लिन्छु म तपाईँ पनि अब आफ्नो आफ्नो इन्जोय लिनु होला के छ कस्तो छ आफ्नो ठाउँतिर गाउँतिर इन्जोय लिनु होला रमाइलो गर्नु होला ह्याप्पी चैते दसैँ है त ल थ्याङ्क यू सो मच